नमस्कार, म जीवन प्रसाद राई। म मूलतः कृषि पर्यटन अभियन्ता हुँ। यो नेपालको 77 वटा जिल्ला कृषि पर्यटन अभियान लिएर 8 वर्ष लगाएर देश घुम्ने पहिलो नेपालीको रूपमा पनि म चिनिन्छु। त्यसको पुस्तकहरू पनि छ हैन, जस्तो समृद्धिका आधार र कृषि पर्यटन अभियानमा 35 वर्ष भन्ने पुस्तकहरू छ। त्यो चाहिँ नेपाल घुमेको पुस्तकहरू हो। र अब जहाँसम्म मलाई यो जुन सोध्नु भएको छ, यो जौटार क्षेत्र छ हैन, यो चाहिँ पाखरीबास नगरपालिका र धनकुटा नगरपालिकाको यो सङ्गम स्थलको रूपमा लिन सकिन्छ। यसले दुईटैलाई यसले समावेश गर्छ। तर त्योभन्दा पनि ठुलो कुरा चाहिँ यो चाहिँ सेन्टर हो एउटा, जस्तो कि धनकुटाको 7वटा पालिकाहरूको एउटा महत्त्वपूर्ण सेन्टर हो यो। यहाँ चाहिँ के गर्न सकिन्छ भन्दाखेरि यो यहाँ लगभग 600 भन्दा बढी प्रजातिका वनस्पतिहरू छन् हैन। यहाँ गुराँसदेखि लिएर सल्लाहहरूको विभिन्न खालका कुराहरू छन्। यहाँ चाहिँ किन आउनुपर्छ भन्दाखेरि यो क्षेत्रबाट, यो अलिकति अगाडि थोरै यहीबाट चाहिँ संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि देख्न सकिन्छ। त्यसपछि अर्को सबैभन्दा धेरै लामो हिमालयन रेन्ज पनि देख्न सकिन्छ। र त्यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संसारकै सबभन्दा यो गहिरो उपत्यकाको रूपमा लिइन्छ यो अरुण उपत्यकालाई। र त्यसपछि संसारमै सबैभन्दा धेरै चराचुरुङ्गी पाइने क्षेत्रको रूपमा चाहिँ 1990 देखि 94 सम्म युएनले अध्ययन गरेको एउटा त्यो प्रतिवेदन छ। त्यसमा चाहिँ यो चराचुरुङ्गी अनि वनस्पति र पानी र त्यो पानीभित्र भएका माछाहरूको बारेमा पनि एउटा त्यो अध्ययन भएको छ। त्यो कुरा चाहिँ संसारको लागि चाहिँ त्यो नयाँ हुन सक्छ। तर यो चाहिँ हामीले यो धनकुटाले त्यो संसारलाई दिन सकिरहेको अवस्था छैन। धनकुटाले नेपालका अन्य जिल्लाहरूलाई पनि त्यो सन्देश दिन सकिरहेको छैन। यो जौटारले चाहिँ त्यो सम्भावना बोक्छ। त्यसो भएको कारणले गर्दाखेरि जौटार चाहिँ त्यसरी आउनुपर्छ र जौटारले त्यो सम्भावना बोक्छ र यहाँ वार्षिक करोडौं पर्यटकहरूलाई यहाँ भित्राउन सक्ने सम्भावना चाहिँ यो जौटारले बोक्छ भन्ने सन्देश चाहिँ यो प्रवाह गर्नुपर्छ भन्ने मलाई लाग्छ। र जौटार आउनुपर्ने कारण चाहिँ यो मुख्य गरी दुईटा कुरा, त्यही मैले संसारको सबभन्दा अग्लो हिमाल सगरमाथा र हिमालयन रेन्ज देख्न पाइने, दोस्रो भनेको संसारको सबभन्दा गहिरो उपत्यका अरुण उपत्यका र त्यहाँभित्र पाइने विभिन्न वनस्पति, चराचुरुङ्गी र पानीभित्र बस्ने यो के जीवहरूको बारेमा हेर्नको लागि चाहिँ यो आउनुपर्छ भन्ने लाग्छ।